सञ्जोग मिजुलाई नि स्वागत छ है। थ्याङ्क यू। तपाईँ त यो फिल्मको फेरि कास्टिङ डिरेक्टर पनि हो है, अनि आफै पनि खेलिदिनु भयो तपाईँले है। आफैलाई कास्टिङ सुरुमा कास्टिङ गर्ने उहाँले आफैले हो, तर मलाई पनि कास्ट गर्नुभयो उहाँले 5 मिनट सिनको लागि भयो पनि होइन। पर्सेन्टेज त्यस्तो त कहाँ हुन्छ त यार म्युजिया। तर होइन सञ्जोग आई थिङ्क यो हामी अहिले एक्टर्स हबमा छौँ होइन, एक्टर्स हब एकाडेमीमा छौँ, उहाँले भर्खरै खोल्नु भएको हो यो होइन। सो आई थिङ्क तपाईँ कति वर्ष हुनुभयो यो फिल्ममा? फिल्डमा त 16 वर्ष भयो। एक्टिङ गर्न थालेको? एक्टिङ पढ्न थाले चाहिँ 10 वर्ष। 10 वर्ष भयो। सो अहिले सिकाउँदै पनि हुनुहुन्छ? सिकाउँदै पहिले पनि सिकाइरहनु भएको? भने सिकाउने न एक्सचेन्ज गरिरहेको छु, सिकि पनि रहेको छु, भनि पनि रहेको छु। त्यस्तो सिकाउनु हजुर। फिल्म चाहिँ कहिलेबाट खेल्न सुरु गर्ने? फिल्म कहिलेबाट खेल्नु अरे? कहिलेबाट खेल्न सुरु गर्ने हुने के? फिल्म त्यो अब पाएपछि उहाँको फिल्म त जादु हो कि आयो गयो कसलाई पनि थाहै हुन्न क्या। भेनु मेरो प्रोग्राम रोक। जादुकोले जादु देखाउँछ नि, छुस्स छैन ल। तर होइन चल्नुपर्ने फिल्म त चलेन। तर क्यामियोहरू तपाईँले पनि धेरै गर्नुभयो नि त होइन मिजु? तपाईँले पनि धेरै फिल्ममा क्यामियोहरू त गर्नुभयो नि। सिकेकै सन्जोगबाट हो नि क्यामियो गर्नलाई। आर्यन दाहरूले गऱ्यो भने चाहिँ क्यामी हुन्छ, मैले गरेँ भने पासिङ हुन्छ। पासिङ रोल। तर होइन लाइफको यो मोडसम्म आइपुग्दासम्म कस्तो फिल भइरहेछ हजुरलाई? मलाई चिल फिल भइरहेछ। चिल भइरहेछ? चिल भइरहेछ। जस्तो अब तपाईँको सो हेर्थेँ मैले, अहिले तपाईँसँग बसेर इन्टरभ्यू दिइरहेको छु। थ्याङ्क यू। मलाई एकदम खुसी लागिरहेको छ, भाग्य महसुस भयो। कस्तो त होइन ट्रेलरमा आई थिङ्क के गर्के डेराको ट्रेलरहरूमा चाहिँ तपाईँको छुट्टै खालको एउटा क्यारेक्टर पनि छ होइन। सो सिरियसली भनेको। सो सञ्जोग पनि सजनको सो हेर्दै हुर्क्या त होइन? दाढी कपाल हेर्दा त त्यस्तै लाग्यो। तर जोक्स अपार्ट होइन, हजुर हजुर, सञ्जोग इज अ भेरी ब्रिलियन्ट एक्टर के। किनकि अब त्यो उसले डिमान्ड, उसको जुन एक्टको स्किल छ त्यो त्यसको डिमान्ड अनुसारको उसले हाइप पाएको छैन होला। तर इज अ भेरी गुड एक्टर। अहिलेको सिनारीमा पनि म एक्ट्रेस हबमा बसेर बोलिरहेको छु होइन, तर म रङ बोलेको छैन। किनकि नर्मल्ली 80-90%ले चाहिँ नि वर्कसप गराउनु पऱ्यो सिनेमाको लागि अथवा केही गर्नु, 80-90% आर्टिस्टहरूले चाहिँ रिफर गर्ने मान्छे चाहिँ सञ्जोग। वाउ ल, सही यही लाइन काटेर हाल्ने होला अब फेसबुक टिकटकमा यही लाइन जान्छ उहाँको होइन। आर्यनदाले यति बोलिसकेपछि यो लाखौँको प्रमोसन भन्दा विज्ञापनमा तपाईँले के बोलिदिनुहुन्छ कि? ल यति भन्दै हामीले चाहिँ हाम्रो सुपरस्टार बोक्सी। ओके, सो हामीसँग दुईजना अर्को थप एक्टरहरू जोडिसक्नु भएको छ। प्लिज वेलकम तपाईँहरूलाई वेलकम। ल हाम्रो सुपरस्टार राजेश र बोक्सीलाई स्वागत गर्न चाहन्छु। वेलकम। हामी सुरु भइसक्यौँ दाइ। दादा वेलकम मेरो दादा। भर्खरै सुरु गर्दै गरेँ। म त नर्भस भएर हेर्नु न के बोल्ने भएर। अहिले हक गरौँला ल। उहाँहरूको माइक पनि हेर्नु एकचोटि उहाँको बोलेको आउँदैन होला फेरि। हेलो चेक माइक चेक 1 2। हेलो होइन त्यो अनै छ। ओके मेरो पालो थियो बोल्नु। तपाईँको पालो थियो। एउटा कन्टिन्यू गरौँ। सञ्जोगलाई मैले चिनेको कति वर्ष भयो? 4 वर्ष भयो। 4 वर्ष भयो। 4 वर्षको दौरानमा हामी धेरै क्लोजली काम गऱ्यौँ, धेरै फिल्ममा। मेयर, के गर केडेरा, इभन विमानमा पनि केही समय उनी त्यो कास्टिङको काममा इन्भल्भ थिए होइन, बस्मेडनमा होइन। अनि नजिकसँगै भएर काम गऱ्यो। अनि एकदमै लगनशील छन् सञ्जोग, यो एकदम आउट अफ जोक है। अनि के अरे म त यहाँ छिर्ने बित्तिकै पुरै सिरियस टक भइरहेको सोचिरहेको थिएँ। सञ्जोगको तारिफ सेसन चलिरहेको। किनभने मैले जस्तै कि हामी तयारीहरू गर्नुपर्छ नि कहिलेकाहीँ कुनै सिनेमाको लागि। अनि मैले पनि एउटा फिल्मको लागि सञ्जोग हिँड न, त्यो मैले हेर्ने पर्सपेक्टिभबाट मात्रै त्यो चिजलाई हेर्नुभन्दा त अर्को पर्सपेक्टिभबाट पनि हेरेर छलफल गरौँ। हामी 3 जना गयौँ, 2 जना एक ठाउँमा गयौँ, बस्यौँ, 3 दिन बस्यौँ हामी। अनि हामी केही गरेन है। त्यही होला तपाईँको त होइन, जस्ट गफ गरियो एकदम शान्त बसियो अनि गफ गरियो विषयमा। मान्छेहरू कतै केही नगर्न पनि जाँदो रहेछ।
होइन अनि हामी त्यो गफबाटै केही चिज निस्क्यो त्यो जुन चिज चाहिँ मलाई पनि पछि एक्टरको रूपमा काम गर्दाखेरि एकदमै इन्जोय गरेँ मैले त्यसलाई होइन सामान्य हामी ल 24 घन्टा हुन्थ्यो एक दिनमा हामी मुस्किलले 4 घन्टा गफ गर्थ्यो होला अरू बेला आफ्नो ढङ्गले बस्यो ध्यान गर्यो होइन चिन्तन गर्यो त्यो चिज पनि मजा आउँदो रहेछ उसलाई त्यो विभिन्न टेक्निक्सहरू थाहा छ मलाई पनि सपोर्ट भएको थियो ट्रुली मैले अनेस्टली भने होइन सपोर्ट भएको थियो कि अर्को मान्छेले पनि यसलाई यो प्रोसेस ठिक छ यसरी गर्दा पनि एउटा ऊ हुन्छ भन्ने हिसाब अप्रोचबाट जाँदाखेरि त्यसले गर्दाखेरि संजोगलाई शुभकामना पनि छ नयाँ काम सुरु गरेको छौ तिमीले एक्टर साहब होइन अब यहाँ चाहिँ झन् धेरै पढ्न आएर यहीँ यस्तै ठाउँबाट निस्किने हो यस्तै स्कुलबाट निस्किने हामी पनि हिजो म प्रतिबिम्ब थिएटर ल्याबोरेटरी पोखरामा पढाएँ अनुप दाइसँग पोखरामा होइन प्रतिबिम्ब त्यो मलाई पनि अङ्ग्रेजीमा के भन्छ मलाई थाहा छैन अनि त्यसपछि अब पछि नाचगर पढे आएर होइन यस्तै गरी ग्रो हुने हो होइन त्यसकारण चाहिँ संजोगको साथ पाउनु भएको छ तपाईँहरूले त्यसलाई सदुपयोग गर्नुहोस् न